हेलो गाइस, अब चाहिँ हाम्रो यहाँनिर आजको मौसम यस्तो पानी झरी परिरहेको छ। आज हामीले एउटा जिनिस भेटेको छौँ जङ्गलमा, त्यो देखाउँदैछु तपाईँलाई। के जिनिस होला हेर्नु होला है। खोइ कहाँ 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 अरे यो त पारिपट्टि भयो नि त अर्काकोमा। आफै उम्रेको यो के हो भन्दाखेरि यो झाडी चाहिँ उयो यस्तो दामीले उम्रेको रहेछ। तपाईँलाई मन पर्छ कि पर्दैन गाइस, कमेन्ट डाउन बिलो। हो कि होइन त्यो हो खानामा त एकदम राम्रो हुन्छ। झरी चाहिँ झरी परिरहेको छ यस्तै, र झरीमा झरी चाहिँ एकदम मजाले उम्रिन्छ कि। खानु पनि राम्रो कि झरी चाहिँ मिठो। यो ढिङ्गी च्याउ भन्दा तर के भन्छ टिप्नु झ्याउ र अलिअलि माटो माटो केर 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 हुन्छ। यस्तो मजाले उम्रिन्छ। पहिला हाम्रो बच्चाको समयमा त हामीले यस्तोले त नि त्यो होइन ढिङ्गी च्याउ हुन्छ नि, ढिम्कीमा निक्लिने यत्रो यत्रो यिनीहरू त हामीले कस्तो फाल्थ्यौँ खेलेर। यहाँ पनि पुरा उम्रेको छ। यस्तो खानुमा चाहिँ यो राम्रो हुन्छ कि, तर अलिकति टिप्नुलाई पो गाह्रो हुन्छ त हौ। खोइ त पनि पो उम्रेछ। यो चाहिँ अर्काको बारी पर्छ है, यो अर्को घरकै तर पनि चोरेको यो। तर यो नेचुरल हो, आफै उम्रेको। केस लगाए पनि लगाओस्। भरे भिडियोमा त पक्कै हेर्छ कि त यो मेरो बारीको भनेर कमेन्ट आउँछ होला है गाई चाहिँ। त्यो घरको है, पारिपट्टिको घरको पानी आउँदैछ हौ। म त ठुलो खालको चाहिँ होला भनेर खुसी भएर आएको त। उता ठुलो रहेछ, ऊ जानु सक्नु पर्यो नि त उता। अब तक्चे ल्याइदिउँ तिमीले। अरे उतापट्टि पनि रहेछ फेरि, अर्कोपट्टि पनि छ अरे। खोइ अरे चलो न चलो, आफै आफै उम्रेको कि। उता त झन् आम्म थरै रहेनछ त। उता चाहिँ हेर न, मालतिर जान्छ के हेरेको तिमी उतातिर। ल धर त यो फोन गरेर बोलाउनु न, झरी च्याउ खाने बाई लिनु आइदियो त भन्नु। झरी चाहिँ उतापट्टि पो होला हौ। जान्न त नि यो फेरि अर्काको बारी हो, उतापट्टि अर्काको बारी। जानु फोन गर्नु न दिदीले। उता अर्काको बारी, उता अर्काको बारी। यो चार कुने पो परेछ यहाँ त। को दिदीलाई अहिले सुतिरहेको बेला इ यहाँ त